हेलो भाइ बहिनीहरू, वेलकम टु ड्राइन एजुकेसन। यो चाहिँ हाम्रो ग्रेभिटेसनको न्युमेरिकलको लेक्चर 3 है त। हामी चाहिँ यो अस्मिताको सेटबाट सबै ऊहरू न्युमेरिकलहरू गराछ हैन। अब चाहिँ म चाहिँ यो लेक्चरतिर लाग्छु है त। कसैलाई केही डाउट भयो भने कमेन्ट सेक्सनमा सोध्दा हुन्छ है त। ल यो क्वेसन है त। ल मास अफ लार्ज अब्जेक्ट इज 50 kg एन्ड द्याट अफ द स्मल अब्जेक्ट इज 20 kg आर सोन इन डायग्राम भनेको छ। लार्जरको मास कति रे 50। यो डायग्राम यिनीहरू छ है त, यही हो है त डायग्राम। मास अफ यो लार्जर कति रे 50 kg रे, अनि मास अफ स्मलर कति रे 20 kg रे है त। दुईवटा अब्जेक्टको मास चाहिँ यति दिएको छ। आर सोन इन डायग्राम। द ग्रेभिटेसनल फोर्स बिट्विन देम इज 5 × 10⁻⁻5 न्युटन इफ दे आर सेपरेटेड बाई। फर्स्टमा यो छ हैन। अब यिनीहरूको फोर्स सेपरेसन हियर गिभन द्याट mass of large object एउटाको मास कति छ 50 kg छ। अर्को के छ मास स्मल अब्जेक्ट है त। m2 = कति 20 kg है त। अब सिमिलरली अब m1 म चाहिँ हल्का फिगरको फर्ममा पनि देखाउँछु। यो m1 भयो, यो m2 भयो है त। अब रेडियस r1 मानौँ है त। रेडियस अफ लार्ज अब्जेक्ट r1 = वेटलाई एकैछिन ल, यो हल्का कन्जस्टेड देखियो क्या। लेट मी टेक दिस हियर भयो है त। रेडियस अफ लार्ज अब्जेक्ट r1 है त। यसको रेडियस कति दिएको छ हामीलाई, यहीँ दिएको छ। यसको रेडियस यहाँदेखि यहाँसम्म कति छ 10 छ। r1 को रेडियस कति भयो त 10 मिटर भयो है त। अर्को के छ रेडियस अफ स्मल अब्जेक्ट r2 है त। स्मल अब्जेक्टको रेडियस कति दिएको छ त, यो 8 मिटर चाहिँ यसको इन्टायर यो डायमिटर दिएको है त। यहाँदेखि यहाँसम्म 8 छ भनेपछि रेडियस भनेको ठ्याक्क आधा यो इन्टायर डायमिटर भयो, आधा के हुन्छ रेडियस हुन्छ। इन्टायर 8 दिएको छ भने यसको आधा कति हुन्छ 4 हुन्छ। सो रेडियस इज 4। यसको रेडियस कति हुन्छ 4 मिटर हुन्छ है त। यति चाहिँ दिएको छ। र ग्रेभिटेसनल फोर्स बिट्विन देम इज 5 × 10⁻⁻5 न्युटन। ग्रेभिटेसनल फोर्स BLW भनेको बिट्विन है त। बिट्विन देम इज इक्वल्स टु 5 × 10⁻⁻5 न्युटन है त। अब के भनेको छ, इफ दे आर सेपरेटेड बाई 14 मिटर बिट्विन देयर सर्फेस वाट फोर्स विल बी एक्जर्टेड बिट्विन देम। अब के भनेको छ, फर्स्टमा सेपरेसन कति छ, फर्स्टमा r1 लेखौँ है त। नेट रेडियस कसरी लेखौँ भनेपछि यो गिभन फिगरमा के भनेको छ भनेपछि एउटा अब्जेक्ट भयो लार्जर ओभल भएछ। एउटा लार्जर अब्जेक्ट भयो, अर्को स्मलर अब्जेक्ट। यिनीहरूको जहिले पनि हामी जुन ग्रेभिटेसनल फोर्समा जुन r छ नि, r भनेको डिस्टेन्स बिट्विन देयर सेपरेसन है त। जुन अब हाम्रो एकैछिन है त। ग्रेभिटेसनल फोर्सको फर्मुला के छ, फोर्स = G(m1 m2 / r²। r भनेको के हो त, r भनेको चाहिँ दुईवटा अब्जेक्ट, दुईवटा हेभेनली बडी अथवा दुईवटा अब्जेक्टको बिचको सेपरेसन। सरी है त। r भनेको यो दुईवटाको सेपरेसन। कहाँदेखिको सेपरेसन, फ्रम रेडियस दिएको सेपरेसन। यो रेडियसदेखि यो रेडियससम्मको डिस्टेन्सलाई के भन्छ r भन्छ। अब यो फिगरमा हामीलाई के दिएको छ, म हाइलाइटरले युज गरेँ। यो फिगरमा यहाँदेखि यहाँको 10 मिटर, यहाँदेखि यहाँको 4 मिटर। नेट कति सेपरेसन छ 14 मिटर छ हैन। फिगरमा कति छ सेपरेसन 14 मिटर छ है त।
फिगरमा 14 मिटरको सेपरेसन दिएको छ है त। अब के गर्ने भनेपछि हामीले यहाँ जाने, यो इरेज गरौँ। फिगरमा यो गिभन फिगरमा एन्ड यो फोर्समा आरको भ्यालु कति छ त? आर डिस्टेन्स बिट्विन देयर सेपरेसन, डिस्टेन्स बिट्विन देयर सेपरेसन, डिस्टेन्स बिट्विन देयर सेपरेसन आर इक्वल्स टु कति दिएको छ? 14 मिटर। कसरी भयो 14 मिटर थाहा छ नि सबैलाई? 10 मिटर प्लस 4 मिटर 14 मिटर, किनभने यो दुईवटा सेपरेटेड बाई किन 14 मिटर कसरी भयो मैले भनिसकेँ है त। यो 10 मिटर यता 4 मिटर, दुईटाको बिचको सेपरेसन कति भयो? एउटा रेडियस, डिस्टेन्स बिट्विन वान रेडियस टु एन्ड द रेडियस कति भयो? यहाँदेखि यहाँसम्मको डिस्टेन्स कति भयो त? 14 मिटर भयो है त। फर्स्ट कन्डिसनमा त्यति दिएको छ हामीलाई। अब के भन्यो त क्वेसनले, के भन्यो त? इफ दे आर सेपरेटेड बाई 14 मिटर बिट्विन देयर सर्फेस वाट फोर्स विल बी एक्जर्टेड बिट्विन देम? 14 मिटर रेडियस हुँदा फोर्स कति दिएको छ हामीलाई? 80 न्युटन दिएको छ हो कि नै? 80 न्युटन दिएको छ हामीलाई 14 मिटर तिनीहरूको सेपरेसन हुँदा। तर क्वेसनमा के भन्यो अर्को? यो फर्स्टको कन्डिसन, फर्स्ट कन्डिसन यो हो यो टक यसलाई 14 मिटर डिस्टेन्स हुँदा यिनीहरूको फोर्स दिएको छ सर्टेन। यो दुईवटाको बिच 14 मिटर रेडियस, दुईवटा अक्रस द रेडियस 14 मिटर हुँदा चाहिँ फोर्स एक्स दिएको छ, समथिङ दिएको छ होइन, यहाँ दिएको छ नि त फोर्स दियो होइन। अब सेकेन्ड कन्डिसनमा के भन्यो भनेपछि इफ दे आर सेपरेटेड बाई 14 मिटर बिट्विन देयर सर्फेस के भन्यो त भनेपछि एउटा भयो, यो अर्को भयो अब्जेक्ट। यो यिनीहरूको सर्फेस भनेको यो होइन, यिनीहरूको सर्फेस भनेको यो भयो, यसको सर्फेस चाहिँ यो भयो, बाहिर गयो। सर्फेसको बिच 14 मिटर सेपरेसन भयो भने कति हुन्छ त भनेको छ है त। क्वेसन बुझ्नु पऱ्यो है। फर्स्टको कन्डिसनमा जुन फोर्स दिएको छ त्यो दुईटाको रेडियसको बिचको सेपरेसन है त। यहाँ किनभने डाइरेक्ट रेडियस छ र रेडियसको बिचको सेपरेसन 14 मिटर भएको छ होइन। अब के भन्यो त क्वेसनले के भन्यो भनेपछि यदि वाट विल बी द फोर्स बिट्विन देम when they are separated by 14 मिटर बिट्विन देयर सर्फेस। अब चाहिँ सर्फेसको बिचमा चाहिँ 14 मिटर छ र यहाँदेखि यहाँ पनि त सर्टेन डिस्टेन्स छ, यहाँदेखि यहाँ पनि त सर्टेन डिस्टेन्स छ। सबैलाई जोडेपछि नेट रेडियस 2 आयो है त। अरू सबै कन्सटेन्ट छ। फोर्सको फर्मुला के छ? जी m1 m2 बाई आर स्क्वायर दिएको छ। फर्स्ट र सेकेन्ड कन्डिसनमा मास एउटै हो, अब्जेक्ट एउटै हो, m2 एउटै हो, अब्जेक्ट एउटै हो, जी युनिभर्सल कन्सटेन्ट र फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु द रेडियसको स्क्वायर। हामीलाई यति कन्डिसन थाहा पाएपछि इनफ हुन्छ है त। किनभने फर्मुला युज गर्दा m1 र m2, किन m1 एउटै अब्जेक्ट छ त्यही भएर नो चेन्ज, m2 एउटै अब्जेक्ट छ नो चेन्ज। रेडियस चाहिँ भ्यारी हुन्छ किनभने एउटा टच भएको कन्डिसन छ, अर्को चाहिँ बिट्विन देयर सेपरेसन बिट्विन देयर सर्फेसको कन्डिसन छ। अब हामी सर्फेसमा है त। अब रेडियस फर्स्ट सेकेन्ड कन्डिसन भन्नु है त। के भन्नु भनेपछि फर्स्ट सेकेन्ड कन्डिसन भनेको के हो त? if they are separated by 14 meter between their surface, if they are separated by 14 meter between their surface है त, between their surface। हजुरहरूले के बुझ्नु भयो? 14 मिटर दुईटाको सर्फेसको बिचमा छ भनेपछि यो र यो बिचमा 14 मिटर छ। जहिले पनि यो आर छ नि, जुन आर भनेको हामीले एउटाको सेन्टरदेखि अर्कोको सेन्टरसम्मको डिस्टेन्स हो है त यो आर भनेको। अब यो सर्फेसदेखि सर्फेस पो 14 मिटर भयो त। यहाँदेखि सेन्टरदेखि सर्फेसमा सर्टेन छ, यहाँ पनि सेन्टरदेखि सर्फेसमा सर्टेन छ। अब कति छ त? सेन्टरदेखि सर्फेसमा सर्टेन छ, सेन्टरदेखि सर्फेसमा सर्टेन छ दुवैको होइन। अब म फेरि फिगर बनाएँ है त, धेरै कन्फ्युज हुनु पर्दैन। म सिम्पल वेमा भन्न ट्राई गर्छु। यो लास्ट फिगर है त। हामीलाई क्वेसनले के दिएको छ सेकेन्ड कन्डिसनमा भनेपछि
सर्फेसको डिस्टेन्स यो सर्फेसदेखि यो सर्फेससम्म 14 मिटर दिएको छ होइन, 14 मिटर दिएको छ। तर हामीलाई जुन चाहिने हो यो सर्फेसको डिस्टेन्स हो त होइन, हामीलाई चाहिने हो सेन्टरदेखि सर्फेस सेन्टरदेखिको डिस्टेन्स। हामीलाई कहिले पनि हामीले आर भनेको फोर्सको जुन फर्मुला छ एफ इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर, यहाँ जुन आर छ नि यो आर भनेको कहिले पनि सर्फेसदेखिको डिस्टेन्स होइन, यो भनेको जहिले पनि सेन्टरदेखिको डिस्टेन्स हो है त। सेन्टर अफ द हेभेन्ली बडीदेखिको सर्टेन अर्को हेभेन्ली बडीको सेन्टरसम्मको डिस्टेन्स हो। यति थाहा पाइसकेपछि हामी के गर्छौँ, अब यहाँ लेखेका छौँ हामीले रेडियस अफ लार्ज अब्जेक्ट 10 मिटर छ, रेडियस अफ स्मल अब्जेक्ट 44 मिटर छ होइन, क्वेसनमै दिएको छ। यहाँ कति छ एउटामा 10 छ, यहाँ कति छ 10 मिटर छ, यहाँ कति छ 4 मिटर छ। सो दुई सबै अबको न्यू रेडियस कति भयो, यो आर कति भयो त, न्यू रेडियस डिस्टेन्स बिट्विन देयर सेन्टर भन्ने त न्यू रेडियस अथवा डिस्टेन्स बिट्विन सेन्टर इक्वल्स टु 10 मिटर प्लस सेपरेसन बिट्विन देयर सर्फेस प्लस 4 मिटर कति भयो त 28 मिटर है त। 28 मिटर भयो त भयो होइन, 28 मिटर भयो। अब हामीलाई के निकाल्ने भनेको छ त, फोर्स निकाल्ने भनेको छ। अब फोर्सको फर्मुला मैले यहाँ अघि इलाबोरेट गरेँ, फोर्स इज इन्भर्सली प्रोपोर्सनल आर स्क्वायर। फेरि भन्छु म, फोर्स इक्वल्स टु जी m1 m2 बाई आर स्क्वायर हुन्छ। यहाँ m1 पनि सेम छ, m2 पनि सेम छ, जी पनि सेम हुन्छ। त्यही भएर हामी फोर्स निकाल्नु पर्ने नि सिधै इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर गर्ने। दुईवटा कन्डिसन, एउटै हो मासतिरको रेडियस, यो एउटा आर भयो, अर्को यो आर भयो। न्यू रेडियस आर टू मानौँ, यसलाई R1 मानौँ है त, R1 यो भयो R2 है त, यो भनेको R2। म हाइलाइट गरिदिन्छु यो रेडियसहरूलाई, यो रेडियस R2 भयो होइन। हाम्रो रेडियस R1 कति छ, यहाँ छ, R1 R2 दुवै भयो। अब कहाँ अप्लाई गर्ने यो फर्मुला, सरी अब फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर, यो कुरालाई ध्यान दिने मजाले, फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर भन्ने कुरालाई ध्यान दिने। अब के गर्ने त, अब के गर्ने भनेपछि F1 कति छ, यहाँ फोर्स यो F1 कति छ 5 × 10⁵ न्युटन छ। अब के गरौँ भनेपछि F1 डिभाइड बाई F2, दुइटैलाई F1 मानौँ एउटालाई अर्कोलाई F2 मानौँ है त। F कति छ इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर भनेपछि 1/R1 भयो होइन, R1 को होल स्क्वायर भयो, यो त बुझ्नुभयो होइन, डिभाइडेड बाई 1/R2 को होल स्क्वायर भयो होइन। F1 F2 कसरी माने, फोर्स इक्वल्स टु जी m1 m2 डिभाइडेड बाई आर स्क्वायर हुन्छ F1 एउटा कन्डिसनमा। जब रेडियस दुईवटा छ नि त, एउटा दुईवटा टाँसिएको कन्डिसन छ होइन, जुड्डेको, यसको सेपरेसन कति छ 14 मिटर छ होइन। अर्को कस्तो कन्डिसन छ, F2 इक्वल्स टु जी m1 m2 बाई R2 को स्क्वायर है त, R1 कि रेडियस एउटै हो त होइन, किनभने एउटा कन्डिसन यस्तो छ, अर्को कन्डिसन यस्तो छ। यहाँ त यो बिचको बिना 14 छ, यहाँ 4 छ, यहाँ 10 छ होइन। नेट कति भयो 28 मिटर भयो होइन, त्यो कन्डिसन फरक भयो। F1 भनेको यो, F2 भनेको यो, हजुरले बुझ्नुभयो होइन। अब यो डिभाइड गरिदिने दुइटैलाई, किनभने हामीलाई F1 दिएको छ, F2 निकाल्न छ, त्यही भएर यो के गर्ने डिभाइड F1 बाई F2 गरिदिने, यसले डिभाइड गरिदिने। अब के हुन्छ त, अब यो R2 यहाँ सबभन्दा माथि जान्छ होइन, थाहा होला हजुरलाई, F1 डिभाइडेड बाई F2 इक्वल्स टु R2 को होल स्क्वायर डिभाइडेड बाई R1 को होल स्क्वायर, किनभने A डिभाइड बाई B डिभाइड बाई C डिभाइड बाई D भयो भने फर्स्ट र फोर्थ सेकेन्ड र थर्ड जान्छ होइन, AD डिभाइडेड बाई BC हुन्छ होइन, म्याथको रुल भयो है त। अब यो के भयो, F1 हामीलाई कति दिएको छ क्वेसनमा हेरौँ, F1 5 × 10⁵ दिएको छ। अब यता गरौँ, 5 × 10⁵ न्युटन दिएको छ, डिभाइडेड बाई F2 हामीले निकाल्ने, R2 कति दिएको छ 28 दिएको छ, डिभाइड बाई R1 कति दिएको छ 14 दिएको छ। A स्क्वायर डिभाइड बाई B स्क्वायरलाई हामीले के गर्नु मिल्छ, A डिभाइड बाई B को होल स्क्वायर गर्नु मिल्छ। सेम कन्डिसन अप्लाई हियर।
R2 कति दिएको छ 28, R1 कति दिएको छ 14. सो वी डु 28 डिभाइड बाई 14 को होल स्क्वायर 14 2 जा 28 है त. अब के हुन्छ और 5 into 10 to the power 5 by F2 equals to के भयो 2 को स्क्वायर भयो किनभने 28 by 14 छ विच इज इक्वल्स टु 2 अनि स्क्वायर त छँदैछ 2 2 जा कति हुन्छ 4 हुन्छ. अब के गर्ने अब हामीले सिम्पल क्रिस क्रस गरिदिने F2 यता जान्छ होइन क्रिस क्रस यसले यसलाई मल्टिप्लाई गरिदिने सिम्पल F2 multiply by 4 equals to 5 into 10 to the power 5 F2 equals to 5 into 10 to the power 5 by 4 गर्ने होइन एकैछिन ल है त. अब के भयो त F2 5 by 4 into 10 power 5 भयो इक्वल्स टु कति हुन्छ 4 कति जा ओके सल्भ इक्वल्स टु 5 by 4 गरौँ हामी 5 डिभाइड बाई 4 4 1 जा 4 1.0 4 2 जा 8 2.0 4 5 1.25 भयो होइन. अब एन्सर कति भयो त 1.25 into 10 to the power 5 न्युटन भयो एन्सर. Therefore force when the distance between their surface is 80 is 1.25 into 10 to the power 5 न्युटन लेख्ने. यहाँ हल्का झुक्किनु पर्दैन यहाँ यति थाहा पाउने 4 रेडियस यहाँ डिस्टेन्स चाहिँ कसरी कहाँको हामीले जुन ग्राभिटेसनल फोर्सको फर्मुला लगाउँछ नि त्योमा जुन आर छ नि यो आर भनेको कहाँदेखि कहाँको सेपरेसन हो त यसको सेन्टरदेखि यसको सेन्टरसम्मको सेपरेसन न कि सर्फेस टु सर्फेस. यति कुरा थाहा पाएपछि वी डोन्ट निड टु नो अ लट अफ थिङ्स अबाउट दिस. ओके सक्यो फर्स्ट क्वेसन सक्यो है त. अब नेक्स्ट क्वेसन के भनेको छ लेट्स गो है त. इफ द अर्थ इज स्क्विज्ड इन्टु द साइज अफ मुन. अब यहाँ स्क्विज भनेको नयाँ टर्म देखियो है त नयाँ त होइन. वाट विल बी द वेट अफ अ पर्सन अफ 50 kg मास अन द सर्फेस अफ द अर्थ भनेको छ यदि यो अर्थको साइज यत्रो भयो है त यो अर्थ हो अर्थको साइज यत्रो भयो अर्को मुन यो रियलको चाहिँ मैले छ है त यस्तो है त अर्थ भयो मुन भयो होइन. अब स्क्विज इन्टु द साइज अफ मुन अर्थको जुन साइज छ नि यो ठुलो साइज छ नि यसलाई चाहिँ मुनको जत्रो साइजमा स्क्विज गर्यो. स्क्विज भनेको प्रेस गर्यो. सपोज के मानौँ भनेपछि एउटा क्यान्डी छ होइन पिङ्क क्यान्डी हामी खान्छौँ नि बुट्टेको बाल यो भयो होइन एउटा ठुलो भयो यो यसलाई चाहिँ दबाएर हामीले गोलो बनाएर सानो बनाउनु मिल्छ होइन. यस्तै गऱ्यौँ क्या यसको मास जति छ त्यति नै हुन्छ. यो मास कन्भर्ट हुँदा होइन रेडियस चाहिँ फर्स्टमा यति थियो पछि चाहिँ यति हुन्छ है त. बुझ्नु पनि भन्न खोजेको मास सेम हुन्छ. यसलाई ठुलो हुँदा जति केजी हुन्छ सानो हुँदा पनि त्यति नै हुन्छ. त्यो ठुलो हुँदा धेरै सानो हुँदा थोरै हुने त होइन. मास सेम तर डिस्टेन्स सेन्टरको र सर्फेसको घट्छ सानो भएपछि है त. स्क्विज भनेको दबाउनु प्रेस गरेर सानो बनाउनु भन्यो है त. अर्थ भनेको यो ठुलो भयो यसलाई दबाएर मुन बनायो है त. इक्जाम्पल यो बुझ्नु भने सजिलो हुन्छ है त. साइज अफ द मुन वाट विल बी द वेट अफ अ पर्सन 50 kg अन द सर्फेस अफ द अर्थ भनेको छ अर्थ भयो यो मुन भयो है त. अर्थ चाहिँ मुन भएर क्या अर्थलाई चाहिँ मुन बनायो. यसको मतलब के बुझिन्छ भनेपछि मास अफ फर्स्टमा म दुईवटा कन्डिसन बनाउँछु है त. फर्स्टमा अर्थ नै छ त्यसपछि अर्थ के भयो मुन भयो त. फर्स्टमा अर्थ इज अर्थ सेकेन्ड कन्डिसनमा अर्थ इज मुन है त. फर्स्टमा नर्मल कन्डिसन नर्मल अर्थ है त. नर्मल अर्थ छ यसको मास m1 छ रेडियस यहाँदेखि यहाँको बिच r1 छ सक्यो है त. केही छ छैन. अब के भयो अर्थलाई चाहिँ मुनको जस्तो साइज बनाइयो
मुनको जस्तो साइज बनायो भने चाहिँ के हुन्छ, मास त घट्दैन नि त, किनभने हामीले मास घटाउने काम त केही गरेको छैन, दबाएको मात्र हो। यो के हुन्छ, मास के हुन्छ, m1 नै हुन्छ, रेडियस चाहिँ न्यू रेडियस r2 हुन्छ है त। यो रेडियस चाहिँ मुनको साइज जत्रो बनाएपछि, यदि यो ठुलो कुरालाई सानो साइज जत्रो बनाएपछि यसको न्यू रेडियस यसकै त भयो त हैन। अर्थलाई चाहिँ मुन जत्रो बनायो दबाएर प्रेस गरेर भनेपछि अर्थको नयाँ रेडियस कति हुन्छ त, इक्वल्स टु रेडियस अफ मुन है त। रेडियस अफ मुन क्या किन भयो थाहा छ नि, यो रेडियस अफ अर्थ थियो, दबाएर मुन जत्रो बनायो भनेपछि अर्थको नयाँ रेडियस कति हुन्छ, रेडियस अफ मुन जस्तै हुन्छ, नयाँ मास चाहिँ इक्वल हुन्छ। अब के दिएको छ, मास अफ द अर्थ दिएको छ, रेडियस अफ द मुन दिएको छ, हामीले न्यू रेडियस भनेको रेडियस अफ द मुन राख्ने है त अर्थको। अनि के भनेको छ भनेपछि वाट विल बी द वेट अफ अ पर्सन अफ 50 kg मास अन दि सर्फेस अफ अर्थ भनेको छ है त। अर्थ यो जुन नयाँ अर्थ भनेको छ नि, त्यो अर्थमा एउटा मान्छे 50 kg छ भने यसको वेट कति हुन्छ भनेको छ, हामीले निकाल्नु पर्ने यो हो। सिन्स हियर यो चाहिँ हजुरले बनाउनु भने हजुरलाई बुझ्नको लागि मात्र बनाएको है त। अब हामीले दिएको भ्यालु लेख्ने, मास अफ अर्थ यति दिएको छ, मास अफ अर्थ यति दिएको छ, यति, मास अफ मुन इज गिभन, सरी रेडियस अफ मुन, मास अफ अर्थ इज गिभन एज यति, सरी म लेखिदिन्छु है त। हियर मास अफ अर्थ इक्वल्स टु 6 × 10⁻24 kg। अब यहाँ रेडियस अफ मुन गिभन मात्र है, रेडियस अफ मुन इक्वल्स टु 1.7 × 1.7 × 10⁻3 किलोमिटर भनेको छ। यो भनेको 1700 किलोमिटर भनेको है त, विच इज 1.7 × 10⁻3 × 1123 मिटर। हामीलाई थाहा छ 1 किलोमिटर इक्वल्स टु 1123 मिटर, 1 किलोमिटर इक्वल्स टु 1000 मिटर है त। यस्तो युनिट कन्भर्जन चाहिँ जहिले पनि एसआई युनिटमा लगिहाल्ने। जहिले न्युमेरिकल देख्छ, जो मान्छेले हजुरले न्युमेरिकल देख्दा बित्तिकै के गर्नु, फर्स्ट स्टेप युनिट हेर्ने र एसआईमा छैन भने एसआईमा कन्भर्ट गर्ने। 1 किलोमिटर 1000 मिटर, 1.7 × 10⁻3 किलोमिटर, 1.7 × 10⁻6 मिटर, सक्यो है त। इफ अर्थ इज कम्प्रेस्ड, सरी स्क्विज टर्म युज गरेको छ यहाँ, आई थिङ्क सो विल युज द सेम टर्म। इफ अर्थ इज स्क्विज्ड to the size of moon, mass of squeezed earth, mass of squeezed earth remains same, but radius of squeezed earth equals radius of the moon. सो अब हामीलाई के निकाल्नु भनेको छ, सो हामीलाई वेट निकाल्नु भनेको छ। वेट भनेको मास इन्टु एक्सिलरेसन ड्यु टु ग्राभिटी। अब हामीले ग्राभिटी निकाल्नु पर्ने भयो है त, ग्राभिटी निकाल्नु पर्छ। सो ग्राभिटी एक्सिलरेसन ड्यु टु ग्राभिटी अफ स्क्विज्ड अर्थ इक्वल्स टु जी, इक्वल्स टु के हुन्छ, जी क्यापिटल M/r²। अब रेडियस मुन राख्ने। अब सिम्पल यति बुझेपछि त सकिहाल्यो। जी भनेको युनिभर्सल ग्राभिटेसन कन्स्ट्यान्ट 6.67 × 10⁻11 इन्टु मास भनेको 6 × 10⁻24 kg डिभाइडेड बाई रेडियस। जहिले पनि एसआई युनिट नबिर्सिने है त, कहिले पनि 1.7 × 10⁻6 को होल स्क्वायर, किनभने रेडियसको स्क्वायर हुन्छ। ग्राभिटी कति हुन्छ हजुरहरू पनि क्यालकुलेट गर्नु, म पनि क्यालकुलेट गर्छु है त। 6.67 × 10⁻11 इन्टु 6 × 10⁻24 है त।
डिभाइडेड बाई 1.7 इन्टु 10⁶ को होल स्क्वायर। सो न्यू जी कति हुन्छ 138.47 मिटर पर सेकेन्ड स्क्वायर हैन। हामीलाई यो जी निकाल भनेको छैन। अब के लेख्ने त? अब के निकाल भनेको छ? वाट विल बी द वेट अफ अ पर्सन अफ 50 kg मास अन द सर्फेस अफ द अर्थ। weight of a person having mass 50 kg is लेख्ने W = mass 50 m into g। मास कति छ 50 छ इन्टु जी भनेको 138.47 छ। यसको भ्यालु कति आउँछ 6923.87 न्युटन। देयरफोर द रिक्वायर्ड एन्सर इज यति भन्ने लेख्ने है त। यहाँ चाहिँ स्क्विज भनेको के हो बुझेपछि केही गाह्रो छैन। अब नेक्स्ट क्वेसन। अब के भनेको छ त यो क्वेसनले? पहिला क्वेसन बुझौँ है त। सम कम्पेरिजन्स अबाउट अर्थ एन्ड मार्स आर। अर्थ र मार्सको कम्पेरिजन दिएको छ। मास अफ अर्थ चाहिँ 10 गुणा मास अफ मार्स छ अरे। रेडियस अफ अर्थ चाहिँ 2 गुणा रेडियस अफ मार्स छ अरे। यो कुरालाई ध्यान दिने। इफ द वेट अफ द 1 kg अफ वाटर इज 10 न्युटन अन अर्थ, वाट वेट अफ द 1 kg अफ वाटर अन मार्स। अब फर्स्टमा के गर्ने भनेपछि हामीलाई के निकाल भनेको छ त्यो बुझ्ने। सेकेन्डमा चाहिँ त्यो निकाल्नको लागि कुन फर्मुला अप्लाई गर्ने त त्यो बुझ्ने। न्युमेरिकलमा ध्यान दिनुपर्ने यति मेन कुरा है त। मेन टिप्स भनौँ न। फर्स्टमा के लाग्ने अन्डरस्ट्यान्डिङ क्वेसन। अन्डरस्ट्यान्डिङ डेटा, गिभन डेटा के डेटा दिएको छ त्यसलाई कसरी युज गर्ने यो बुझ्ने फर्स्टमा। र क्वेसन बुझ्ने भनेको पनि यही हो। सेकेन्डमा चाहिँ के गर्ने भनेपछि वाट टु फाइन्ड के थाहा पाउनु छ हामीलाई त्यो पत्ता लगाउने र त्यसको फर्मुला के हुन्छ त त्यो पत्ता लगा भनेको चिजको फर्मुला के हुन्छ त वाट टु फाइन्ड एन्ड इट्स फर्मुला। त्यसको फर्मुला यति कुरा थाहा पाउने त्यो मेन कुरा चाहिँ। अब हामीले क्वेसन बुझ्यो कम्पेरिजन दिएको छ त्यो बुझ्नु भने केही छैन। अर्थमा 1 kg पानी यति हुन्छ अरे। क्यालकुलेट द वेट अफ द 1 kg अफ वाटर अन मार्स। वेट निकाल भनेको छ वेट अफ 1 kg वाटर अन मार्स। सिम्पल क्वेसन। हामीलाई के थाहा छ वेट भनेको मास इन्टु एक्सिलरेसन ड्यु टु ग्रेभिटी हुन्छ हो कि। मास कति दिएको छ 1 kg अफ वाटर अन मार्स 1 दिएको छ इन्टु एक्सिलरेसन ड्यु टु ग्रेभिटी थाहा पाउनुपर्ने भयो के को मार्सको थाहा पाउनुपर्ने भयो होइन। मार्सको एक्सिलरेसन ड्यु टु ग्रेभिटी थाहा पाउनुपर्ने भयो। तर यहाँ भ्यालु के दिएको छ त यहाँ भ्यालु दिएको छ मार्सको केही छैन। अर्थको कम्पेरिजनमा हामीले थाहा पाउनुपर्छ कम्पेरिजन विथ अर्थलाई बेसिस मानेर हामीले मागेको भ्यालु निकाल्नु पर्छ है त। अर्थलाई चाहिँ एउटा आधार मान्ने मार्स 1 kg। अब यो हामीलाई निकाल्ने भनेको छ। सो ग्रेभिटी अफ द मार्स इक्वल्स टु वाट भन्न खोजेको हामीलाई इन्डाइरेक्टली है त। अब वेट 10 न्युटन अन अर्थ है त। 10 न्युटन इक्वल्स टु मास कति दिएको छ 1 kg छ 1 इन्टु ग्रेभिटी अफ अर्थ कति भयो त अर्थ भयो 10 यस्तो सरी ल यो हल्का एकै ठाउँमा लेखिदिन्छु। वेट इक्वल्स टु एम इन्टु जी। यो चाहिँ यो त अर्थको केस है त। यहाँ अर्थको केस दिएको छ नि त होइन। यो त अर्थको केस हो नि त। मैले पनि यही केसलाई यहाँ अप्लाई गरेको है त। वेट इक्वल्स टु एम इन्टु जी। वेट कति दिएको छ 10 न्युटन। वेट कति दिएको छ 10 इक्वल्स टु मास कति दिएको छ 1 kg अफ वाटर भनेको छ 1 इन्टु जी अफ द अर्थ कति भयो जी अफ द अर्थ इक्वल्स टु 10 मिटर पर सेकेन्ड स्क्वायर भयो है त। अब हामीलाई अर्थको ग्रेभिटी थाहा भयो। अब यहाँ
हामीलाई मासको चाहियो है त। कसरी निकाल्न सक्छौँ? अर्थको थाहा छ, मासको थाहा छैन। यहाँ सबै भ्यालु दिएको छ। अर्थको यति गुना छ मार्सको भन्दा, अर्थको यो यति गुना कम, यो अर्थको यो यति गुना रेडियस र मास दुइटै मासको कम्पेरिजनमा दिएको छ भनेपछि वी क्यान इजिली डिटर्माइन, किनभने मास अफ अर्थ यति गुना भनेर क्वेसनले नै भनिदिएको छ है त। सो नो डाउट। अब के निकाल्नु पऱ्यो? जी अफ द एक्सिलरेसन ड्यु टु ग्राभिटीको फर्मुला के थाहा छ? जी क्यापिटल एम बाई आर स्क्वायर है त। वेदर यो अर्थको होस्। अब जी अफ द मास के हुन्छ? जी त सेम छ, क्यापिटल एम। मास अफ त के भयो? अर्थ भयो होइन। मास अफ त के भयो? मार्स भयो। मास अफ बाई रेडियस अफ द मार्स, रेडियस अफ द अर्थको स्क्वायर। जी त यही त हो, युनिभर्सल फर्मुला नै हो होइन। अब के गर्ने त हामीले भन्ने कुरा छ है त। हामी चाहिँ एउटाको जी दिएको छ, अर्कोको जी दिएको छैन। अब हामीलाई के थाहा छ भने चाहिँ फर्स्टमा अर्थको हेरौँ है त। अर्थको एक्सिलेरेसन कति दिएको छ? 10 इक्वल्स टु युनिभर्सल कन्सटेन्ट मास अफ दि अर्थ डिभाइड बाई रेडियस अफ दि अर्थको होल स्क्वायर छ होइन। एउटा यो कन्डिसन भयो फर अर्थ। अब के गर्ने भनेपछि फर मार्सलाई पनि अर्थकै फर्ममा लग्न खोज्ने के। कस्तो तरिकाले लग्ने भनेपछि म यहाँदेखि बुझाउँछु है त। हामीलाई के भनेको छ? मास अफ अर्थ इक्वल्स टु 10 टाइम्स मास अफ मार्स भनेको छ भनेपछि हामीले के भन्न सक्छौँ? मास अफ मार्स इक्वल्स टु मास अफ अर्थ डिभाइड बाई 10 भन्न मिल्यो कि नै? यो 10 जुन यहाँ मल्टिप्लाईमा छ यो डिभाइड बाई 10 गरेर मिल्यो कि नै? यता ल्याउन मिल्यो कि नै? मजाले मिल्यो है त। मजाले मिल्छ यस्तो कुरा, म्याथको बेसिक कुरा हो। बाई 10 मास अफ मार्स, किनभने हामीले मार्सलाई चाहिँ मार्सको ग्राभिटी निकाल्दैछौँ यहाँ, र हामीलाई मार्सको भ्यालु थाहा छैन मासको, त्यही भएर अर्थको रिफरेन्समा निकाल्दैछौँ। मास अफ मार्स इक्वल्स टु मास अफ अर्थ बाई 10 भयो। फर मास अफ मार्स इक्वल्स टु मास अफ अर्थ डिभाइड बाई 10 एउटा भयो। अर्को रेडियस अफ मार्स इक्वल्स टु रेडियस अफ द अर्थ डिभाइड बाई 2। रेडियस अफ अर्थ इक्वल्स टु 2 टाइम्स रेडियस अफ मार्स। यसको मतलब रेडियस अफ मार्स इक्वल्स टु रेडियस अफ अर्थ डिभाइड बाई 2। सिम्पल। के डाउट छ त? छैन नि होइन। है त ल, सिम्पल कुरा छ है त यो त। यो सबै बुझ्नुभयो होला, यहाँ केही गाह्रो छैन। सिम्पल युनिट कन्भर्जन हामीले चाहिँ यो 10 टाइम्सलाई र 2 टाइम्सलाई मास अफ मार्स र रेडियस अफ मार्सलाई अर्थको रिफरेन्समा लेखेको मात्र है त, केही छैन अरू। अब यहाँ के गर्नु पर्यो? ग्राभिटी अफ दि एक्सिलरेसन ड्यु टु ग्राभिटी अफ द मार्स इक्वल्स टु जी मास अफ दि मार्स डिभाइड बाई रेडियस अफ दि मार्सको होल स्क्वायर है त। मास अफ द मार्स कति छ? मास अफ दि अर्थ डिभाइड बाई 10 होइन, जी यहीँ छ। रेडियस अफ दि कति छ? रेडियस भनेको रेडियस अफ अर्थ डिभाइड बाई 2 को होल स्क्वायर विच इक्वल्स टु जिएम डिभाइडेड बाई 2 को स्क्वायर के हुन्छ? 4 हुन्छ है त। 4 कहाँ आउँछ? माथि आउँछ। 10 रेडियस अफ दि अर्थको होल स्क्वायर। अब यो कन्डिसन के भयो? सेकेन्ड भयो। अब आनन्दसँग अब सक्यो हो त। एउटा कन्डिसन फर्स्ट यहाँ छ, कन्डिसन सेकेन्ड यहाँ छ। सो अब हामीलाई के निकाल्न छ? यो जी थाहा छ, जी अफ दि अर्थ थाहा छ, जी अफ दि अर्थ थाहा छ, यो थाहा छ, जी अफ दि मास निकाल्न छ। अब कस्तो कन्डिसन आयो भनेपछि एबिसिडीको भ्यालु थाहा छ, एक्सको थाहा छैन भनेपछि एक्स हजुरले ए डिभाइड बाई एक्स इक्वल्स टु बी बाई सी गरेपछि एक्सको भ्यालु अभियसली आउँछ नि। त्यस्तै नै कन्डिसन आयो यहाँ। नो वरिज, अब त केही नै छैन। अब हामी सिम्पल के गर्ने भनेपछि डिभाइडिङ इक्वेसन आई बाई आइआई, जसले डिभाइड गरे नि हुन्छ। डिभाइडिङ आई एन्ड आइआई गरौँ। आई एन्ड 1 and 2 रहेछ, सरी। जी
अर्थ डिभाइड बाई जी मार्स इक्वल्स टु के हुन्छ जिएमई बाई रेडियस अफ द अर्थको होल स्क्वायर एउटा जी अर्थ भयो। अब यो मार्सको है त्यो तलतिर गयो 4 टाइम मार्सको यो छ है 4 टाइम्स अफ जी मार्स अफ अर्थ डिभाइड बाई 10 टाइम्स रेडियस अफ द अर्थको होल स्क्वायर। यो कट्यो होइन फर्स्ट र थर्ड सेकेन्ड र फोर्थ कट्यो होइन। अब के भयो जी अर्थ बाई जी मार्स इज इक्वल्स टु 10 बाई 4 भयो होइन 4 भयो। अब जी अफ द अर्थ हामीले कति निकालेको छ यहाँ 10 मिटर पर सेकेन्ड स्क्वायर निकालिसक्यौँ होइन। जी अफ द अर्थ 10 मिटर पर सेकेन्ड स्क्वायर निकालिसक्यौँ भनेपछि जी अफ द अर्थको ठाउँमा कति राख्ने 10 राख्ने 10 बाई जी अफ द मार्स इज इक्वल्स टु 10 डिभाइड बाई 4 गर्ने। अब यसलाई के गर्ने क्रिस क्रस यसले मल्टिप्लाई 10 इन्टु जी अफ द मार्स इज इक्वल्स टु 10 इन्टु 4 गर्ने जी अफ द मार्स 10 into 4 divided by 10. Therefore, acceleration due to gravity of the Mars equals to 4 times 4 छ है त 4 meter per second square 4 meter per second square। अब के भनेको छ त calculate the weight of the 1 kg of water on Mars। weight equals to mass into acceleration due to gravity 1 kg water भनेको 1 into gravity गर्छ 4 therefore equals to 4 Newton। therefore the mass of the 1 kg of the के भनेको छ त क्वेसनले therefore भन्ने त्यसपछि क्वेसनले के सोधेको छ त्यो लेख्ने therefore if the weight of the 1 kg of water on Mars is 4 kg भनेर लेख्ने 4 न्युटन भनेर लेख्ने है त 4 न्युटन भनेर लेख्ने सक्यो है त्यो पनि। अब विल गो फर नेक्स्ट क्वेसन है त let me ओके है त यो चाहिँ नेक्स्ट क्वेसन है त। अब के भनेको छ त द मास अफ जुपिटर इज 1.9 इन्टु 10 टु द पावर 27 केजी एन्ड इट्स रेडियस इज 7.1 इन्टु 10 टु द पावर 4 किलोमिटर है त। क्यालकुलेट द एक्सिलेरेसन ड्यु टु ग्राभिटी अन द सर्फेस अफ द जुपिटर वाट विल बी द वेट। अब सिम्पल मैले के भनेको छु के दिएको छ त्यो लेख्ने अनि के निकाल भनेको छ त्यो लेख्ने त्यतिपछि हजुरको चाहिँ 50% भन्दा म्याक्सिमम चाहिँ हजुरको आफै सल्भ हुन्छ। त्यति लेखेपछि फर्स्टमा गिभन डेटा लेखौँ given that the mass of Jupiter m equals to 1.9 into 10 to the power 27 kilogram। त्यसपछि radius of Jupiter r equals to 7.1 into 10 to the power 4 kilometer which is 7.1 into 10 to the power 7 meter। 1 किलोमिटर भनेको 10 to the power 3 मिटर हो है त। त्यही भएर 7 किलोमिटरलाई 4 किलोमिटरलाई 4 + 3 गर्ने यस्तो 10 to the power 4 plus 10 to the power 3 will go for sorry not like this, it becomes like 10 to the power 4 plus 3 so we'll get 10 to the power 7 okay सक्यो। अब के निकाल भनेको छ क्यालकुलेट द एक्सिलेरेसन ड्यु टु ग्राभिटी अन द सर्फेस अफ जुपिटर। फर्स्टमा एक्सिलेरेसन ड्यु टु ग्राभिटी
जी इक्वल्स टु वाट फर्स्टमा यो भनेको छ फर्स्टमा सिम्पली एक्सिलेरेसन ड्यु टु ग्राभिटी निकालौँ वी नो द्याट जी इक्वल्स टु जी क्यापिटल एम बाई आर स्क्वायर सो जीको भ्यालु कति छ 6.67 इन्टु 10 टु द पावर माइनस 11 इन्टु क्यापिटल एमको 1.9 इन्टु 10 टु द पावर 27 डिभाइडेड बाई आर स्क्वायर 7.1 इन्टु 10 टु द पावर 7 को होल स्क्वायर है त यसको भ्यालु कति आउँछ त लेट मी क्यालकुलेट है त 7.1 इन्टु 10 टु द पावर 7 को होल स्क्वायर ट्वेन्टी 25.13 है त यसको एक्सिलेरेसन ड्यु टु ग्राभिटी कति आयो 25.13 मिटर पर सेकेन्ड स्क्वायर भयो है त एक्सिलेरेसन ड्यु टु ग्राभिटी अफ द जुपिटर इज 25.13 मिटर पर सेकेन्ड स्क्वायर है त अब वाट विल बी द वेट अफ द पर्सन अफ 85 kg अन दिस प्लानेट वेट 85 kg नेक्स्ट मक सेम सेकेन्ड कन्डिसन भनेर लेखौँ सेकेन्ड कन्डिसन weight of a person having mass 85 kg on Jupiter is weight equals to mass into acceleration due to gravity of the Jupiter mass कति छ 85 kg दिएको छ एक्सिलेरेसन 25.13 दिएको छ into 85 here we go weight 2136 न्युटन है त is equals to 2136.88 न्युटन 88 न्युटन है त यति नै हो है त सिम्पल क्वेसन छ भ्यालु दिएको छ एक्सिलेरेसन ड्यु टु ग्राभिटी निकाल्ने त्यसपछि वेट निकाल्ने है त सक्यो अब एनदर क्वेसन योमा के छ त द भ्यालु अफ जी अन द सर्फेस अफ अर्थ इज 9.8 इन्टु 10 टु द पावर 9.8 मिटर पर सेकेन्ड स्क्वायर इफ द मास अफ द जुपिटर इज 319 टाइम्स द मास अफ द अर्थ एन्ड इट्स रेडियस इज 11 टाइम्स द रेडियस अफ द अर्थ फाइन्ड द जी अन द सर्फेस अफ जुपिटर यो चाहिँ एक्ज्याक्टली सेम रेप्लिका छ है त कुन क्वेसनको सेम रेप्लिका छ यो क्वेसन चाहिँ एक्ज्याक्टली सेम यो क्वेसन एक्ज्याक्टली सेम छ कुन क्वेसनसँग सेम छ कुन क्वेसनसँग सेम छ यो एक्ज्याक्टली कम्पेरिजनवाला यो क्वेसनसँग एक्ज्याक्टली सेम छ लेट मी सो यु हाउ है त लेट मी कपी दिस केही फरक छ त योमा यो दुईवटा क्वेसनमा केही पनि फरक छैन है त मास अफ अर्थ 80 टाइम्स मास अफ मार्स मास अफ जुपिटर 80 टाइम्स मास अफ अर्थ रेडियस अफ अर्थ 80 टाइम्स रेडियस अफ मार्स यहाँ कहाँ छ रेडियस अफ जुपिटर 80 टाइम्स रेडियस अफ अर्थ 80 टाइम्स रेडियस अफ जुपिटर है त फाइन्ड द जी अन द सर्फेस अफ द जुपिटर यहाँ पनि जी नै निकालेर हामीले पछि यस्तो वेट दिएको कन्डिसनबाट ऊ निकालेको थियो यहाँ पनि सेम टु सेम क्वेसन छ सो बिङ सेम क्वेसन आइ एम नट डुइङ दिस है त यो हजुरहरू आफै गर्नु होला किनभने यस्तोवाला क्वेसन मैले माथि गरिसकेको छु है त यो दुईवटा चाहिँ सेम क्वेसन रहेछ यो क्वेसन चाहिँ हल्का इम्पोर्टेन्ट नै हो कम्पेरिटिभली सो आई विल गो फर सबै क्वेसन इम्पोर्टेन्ट हो तर यो चाहिँ हल्का दुईटालाई सँगै एउटै फर्ममा लिएर आउनु पर्ने छ त्यही भएर यो चाहिँ हल्का इम्पोर्टेन्ट क्वेसन है त अब नेक्स्ट क्वेसन अब अ स्टोन
नेक्स्ट क्वेसन A stone dropped freely from 72 meter height of the tower and reaches to the ground in 6 seconds. है त के भनेको छ त्यहाँ A stone dropped freely from the 72 meter height of the tower. मैले अस्ति नै के भनेको थिएँ हजुरलाई क्वेसन पढ्ने बेला फर्स्टमा क्वेसन राम्रोसँग पढ्ने ड्रप भन्दा बित्तिकै के हुन्छ त कन्डिसन म फेरि भनिदिन्छु ड्रप्ड नोट है त यो चाहिँ नोट है त यो हजुरले रिमाइन्ड गर्नु होला अस्ति पनि भनिदिएको थिएँ मैले आइएम टेलिङ दिस अगेन नोट इफ देयर इज ड्रप्ड in any question then initial velocity u is equals to always 0. यदि क्वेसनमा ड्रप भनेको छ भने इनिसियल भेलोसिटी इज अलवेज 0 र फ्री फ्रिली फलिङ भनेको छ भने पनि इनिसियल कन्डिसन इज अलवेज 0. यति दुईवटा याद राख्नु है त इनिसियल भेलोसिटी जहिले पनि 0 हुन्छ यति कन्डिसनमा है त यो कुरा चाहिँ याद राख्नु होला है त के कुरा याद राख्ने अरे फ्री फलको इनिसियल भेलोसिटी र ड्रपवाला क्वेसनको कन्डिसनको इनिसियल भेलोसिटीमा अलवेज 0 हुन्छ है त ल लेट मी गो यो चाहिँ सरी टावर बनाउन लागेको के भन्यो अ स्टोन ड्रप्ड फ्रिली फ्रम द 72 मिटर हाइट अफ द टावर लेट मी ड्र अ टावर भयो यसको हाइट कति छ 72 मिटर छ 72 मिटर छ है यसको हाइट एन्ड रिचेस अ ग्राउन्ड इन 6 सेकेन्ड यो ग्राउन्ड भयो 72 मिटरदेखि माथिदेखि एउटा मान्छेले ड्रप गर्यो एउटा स्टोन ड्रप गर्यो कहाँदेखि ड्रप गर्यो 72 मिटरदेखि ड्रप गर्यो यहाँदेखि टपदेखि एउटा मान्छेले एउटा स्टोन यहाँदेखि फ्याल्यो कहाँदेखि फ्याल्यो यो 72 मिटरदेखि फ्याल्यो र यो ग्राउन्डमा यो स्टोन चाहिँ कति सेकेन्डमा आयो 6 सेकेन्डमा आयो वाट इज द एक्सिलेरेसन ड्यू टु ग्राभिटी अफ द्याट स्टोन यसको ए इक्वल्स टु वाट भनेको छ एक्सिलेरेसन ड्यू टु ग्राभिटी अफ द्याट स्टोन सो इफ इन द कन्डिसन द स्टोन इज ड्रप्ड सो इनिसियल भेलोसिटी इज 0 गिभन है त अर्को के भन्छ height of tower height h or s whatever 72 meter time taken in that condition t is 6 second what is the acceleration due to gravity of that stone भनेको छ अब हामीलाई के थाहा छ फर्मुला s equals to ut plus half of at square भन्ने थाहा छ अब के इनिसियल भेलोसिटी 0 इनिसियल भेलोसिटी 0 भनेपछि यो 0 भयो s equals to 0 into time taken plus 1/2 into a निकाल भनेको छ इन्टु टाइम कति दिएको छ 6 को स्क्वायर s कति दिएको छ 72 दिएको छ s भनेको डिस्टेन्स कभर्ड भनेको यसले यहाँदेखि यहाँ कति डिस्टेन्स कभर गर्यो भनेपछि टावरको हाइट जति नै डिस्टेन्स कभर गर्यो सो हाइट अफ टावर इक्वल्स टु डिस्टेन्स कभर्ड 72 इज इक्वल्स टु 1/2 into acceleration into 6 36 therefore acceleration equals to 72 into 2 divided by 36 which is 9298 is equals to 4 meter per second square is acceleration due to gravity है त at what condition the acceleration due to gravity becomes 0 फर्स्ट को कन्डिसन what is the acceleration due to gravity हामीलाई के भनेको छ फर्स्ट को कन्डिसनमा what is the acceleration due to gravity of that stone भनेको छ सरी acceleration due to gravity of that stone is 80 meter per second square so first condition is already done है त
अब विल गो फर सेकेन्ड कन्डिसन। सेकेन्ड कन्डिसन भनेको सेकेन्ड क्वेसन, एउटै क्वेसनको दुईवटा कन्डिसन, सेकेन्ड पोर्सन अफ द्याट क्वेसन, पोर्सन भनौँ बेटर हुन्छ। एट वाट कन्डिसन डज द एक्सिलेरेसन ड्यु टु ग्राभिटी बिकम्स 0। एक्सिलेरेसन ड्यु टु ग्राभिटी के कन्डिसनमा 0 हुन्छ? एट द कन्डिसन अफ फ्री फल, condition of free fall, acceleration due to gravity becomes 0 है त। र अर्को चाहिँ एउटा अर्थको सेन्टरमा यदि कुनै अब्जेक्ट छ भने त्यसको भने एक्सिलेरेसन के हुन्छ? 0 नै हुन्छ है त। अर्को क्वेसन है त, हाउ मच टाइम डज अ स्टोन टेक टु रिच अन अ सर्फेस अफ द अर्थ drop from the height of 20 meter and what will be the acceleration due to gravity after 3 seconds? फर्स्टमा के भनेको छ? हाउ मच टाइम डज अ स्टोन टेक टु रिच अन अ सर्फेस अफ द अर्थ ड्रप फ्रम अ हाइट अफ 20 मिटर। एउटा हाइट कति छ? अर्थको सर्फेसमा कतिखेर खस्न कति टाइम लाग्छ भनेको छ। यसको जब हाइट चाहिँ कहाँदेखि खसालियो यसलाई, यो स्टोनलाई यहाँ यसको हाइट 20 मिटरको हाइटदेखि खसालिएपछि यहाँ आउन कति टाइम लाग्छ, यहाँ ठोक्किन कति टाइम लाग्छ, टाइम इज इक्वल्स टु वाट भनेको छ है त। म चाहिँ यसमा धेरै ल्याङ्ग्वेज लेखिनँ होइन, सर्टकट फर्ममा भनिदिन्छु म। अब हामीलाई के थाहा छ? हामीलाई के निकाल भनेको छ? टाइम निकाल भनेको छ होइन। अब ड्रप भनेको छ, ड्रप फ्रम हाइट भनेको छ, ड्रप भनेको कन्डिसन इनिसियल भेलोसिटी कस्ट कति भयो? 0 भयो। अब हामीलाई हाइट पनि दिएको छ, एस पनि दिएको छ, विच इज 10 मिटर। जी भनेको जी नै भयो, एक्सिलेरेसन ड्यु टु ग्राभिटी 9.8 अथवा 10, सरी यहाँ 10 दिएको रहेछ, 10 मिटर पर सेकेन्ड स्क्वायर भइहाल्यो। हामीलाई टी निकाल भनेको छ, सबै भएको फर्मुला कुन हुन्छ? एस इक्वल्स टु युटी प्लस हाफ अफ जिटी स्क्वायर, एस कति दिएको छ? 10 मिटर दिएको छ। इनिसियल भेलोसिटी 0 हुन्छ किनभने ड्रपको कन्डिसन 1/2 इन्टु एक्सिलेरेसन ड्यु टु ग्राभिटी 10 छ इन्टु टाइमको स्क्वायर 20 1/2 जिटी स्क्वायर वेट ल 20 मिटर हाइट भनेको छ है त, सरी है त, यहाँ चाहिँ 20 मिटर हाइट दिएको छ, 20 दिएको छ, 20 इन्टु 2 डिभाइड बाई 10 इज इक्वल्स टु टी स्क्वायर इक्वल्स टु 4, टी इक्वल्स टु अन्डर रुट अफ 4, देयरफोर टाइम इक्वल्स टु 2 सेकेन्ड। अब ल्याङ्ग्वेजमा लेख्ने है त। अनि के भनेको छ? वाट विल बी इट्स एक्सिलेरेसन ड्यु टु ग्राभिटी आफ्टर 3 सेकेन्ड भनेको छ। 3 सेकेन्ड। अब एउटा ढुङ्गा यहाँदेखि यहाँ झर्न कति 2 सेकेन्ड लाग्छ भनेपछि 3 सेकेन्ड पछि यसको एक्सिलेरेसन ड्यु टु ग्राभिटी कति हुन्छ? अरे 0 हुन्छ। किन 2 सेकेन्डसम्म यसको एक्सिलेरेसन ड्यु टु ग्राभिटी कति थियो? 9.10 थियो नि त होइन। 3 सेकेन्ड भनेपछि यो भुइँमा ठोक्किसकेपछि त यसको एक्सिलेरेसन ड्यु टु ग्राभिटी त हुँदैन। सो एक्सिलेरेसन ड्यु टु ग्राभिटी 0 है त। कन्डिसन बुझ्यो है त। यति नै हो है त यो क्वेसन। सिम्पल छ, इजी छ, जस्ट नो द प्रोसेस। ओके, नेक्स्ट क्वेसन। Here we go. The mass of the moon is 7.2 into 10 to the power 22 kg and radius 80 दिएको छ। What is the acceleration due to gravity of the moon and also calculate the object of it? यो पनि सिम्पल क्वेसन छ। यस्तो क्वेसन हामीले धेरै नै गरिसक्यौँ है त, माथि धेरै नै गरिसक्यौँ। त्यही भएर रिपिटेड भएको क्वेसनलाई धेरै टाइम वेस्ट नगर्ने, रादर नयाँ क्वेसन ट्राई गर्ने है त। मास अफ द मुन कति दिएको छ? मास अफ द मुन इक्वल्स टु 7.2 इन्टु 10 टु द पावर 22 केजी दिएको छ। रेडियस अफ द मुन कति दिएको छ? रेडियस अफ द मुन कति दिएको छ? 1.7 इन्टु 10 टु द पावर 6 मिटरमा दिएको छ डाइरेक्ट, नो प्रब्लम। एक्सिलेरेसन ड्यु टु ग्राभिटी अफ द मुन इक्वल्स टु वाट भनेको छ, अनि वेट भनेको वाट भनेको छ है त। अब फर्स्टमा के गर्ने? वी नो द्याट वी नो एभ्रिथिङ होइन। वी नो द्याट
एक्सेलरेसन ड्यू टु ग्राभिटी अफ द मुन इक्वल्स टु जी क्यापिटल एम अफ मास अफ द मुन बाई रेडियस अफ द मुनको होल स्क्वायर we know 6.67 into 10 to the power minus 11 यो 1 होला 11 into मास कति दिएको छ 7.2 into 10 to the power 22 divided by 1.7 into 10 to the power 6 को होल स्क्वायर भ्यालु कति हुन्छ त 6.67 into 10 to the power minus 11 वेटला into 7.2 into 10 to the power 22 divided by 1.7 into 10 to the power 6 square 1.66 हुन्छ यसको एक्सिलरेसन 1.66 मिटर पर सेकेन्ड स्क्वायर भयो अर्को के भनेको छ वेट अफ द अब्जेक्ट अफ मास 80 kg on the weight of the mass 80 kg on the lunar surface is weight equals to mass into acceleration due to gravity, which is 80 into 1.66, which is equals to 132.93, which is approx 133 न्युटन है त 133 न्युटन हुन्छ सबै क्वेसन सिम्पल छ यो लास्टहरुको त झनै सिम्पल छ प्रोसेस थाहा भने कस्तो क्वेसन आयो भने के गरेर गर्ने यो क्वेसन चाहिँ हामीले मासतिर गरेको जस्तै छ सो वी डिडन्ट डु दिस ओके है त सबै क्वेसन गर्ने केही डाउट भयो भने कमेन्ट गर्ने है त ल थ्यांक यू